जयमसी। जयमसी। आज हामी उत्पत्तिको पुस्तकमा रहेको एउटा निकै चर्चित घटना बाबेलको धराराबारे अलिकति गहिरेर कुरा गरौँ न। हुन्छ हुन्छ। यो कथाले धेरै कुरा सोच्न बाध्य बनाउँछ हैन? ओ नि, स्रोत मतलब उत्पत्तिको पुस्तकले नै भन्छ एक समय थियो रे जब पृथ्वीमा सबै मानिसहरू एउटै भाषा बोल्थे। हो, एउटै भाषा, एउटै बोली, एकता थियो सुरुमा। अनि कथाले भन्छ उनीहरू पूर्वबाट यात्रा गर्दा गर्दै शिनार भन्ने ठाउँमा एउटा समथर भूमिमा आइपुगे। हो, अनि त्यही बस्ने विचार गरे उनीहरूले। त्यहाँ पुगेपछि उनीहरूले सल्लाह गरे, लो हामी इटा बनाऊ र त्यसलाई राम्रले पोलौं। मतलब ढुङ्गाको साटो इटा प्रयोग गर्ने, अनि मसलाको लागि चाहिँ किरे अलकत्रा। हो, अलकत्रा। तर त्यसपछिको योजना चाहिँ अझै ठूलो थियो नि हैन? एकदम। उनीहरूले भने, आऊ हामी आफ्नै लागि एउटा सहर बनाऊ। सहर मात्रै होइन, एउटा धरहरा पनि बनाऊ जसको टुप्पो चाहिँ आकाशसम्म पुगोस्। कस्तो महत्वाकांक्षा हो। अनि त्यसको कारण पनि खुलाएका छन्। यसो गर्यौं भने हाम्रो नाम चल्छ। नाम चल्छ। अनि अर्को कुरा, पृथ्वीभरि छरिनबाट पनि बचिन्छ। उनीहरू एकै ठाउँमा रहन चाहन्थे। हो, यहीँनेर कुरा अलिक गम्भीर हुन थाल्छ। यो साधारण घर बनाउने जस्तो मात्रै देखिएन। कस्तो देखियो त? यो त मानवीय एकताको प्रदर्शन थियो। तर कस्तो एकता? आफ्नै नामको लागि, आफ्नै गौरवको लागि। अनि त्यो छरिने कुरा जुन उनीहरू चाहँदैनथे, त्यो त परमेश्वरको सुरुको आशिष र आज्ञा जस्तो थियो नि हैन र? पृथ्वीभरि नै। त्यही त। यहाँ उनीहरू एकै ठाउँ केन्द्रित हुन खोज्दैछन्, आफ्नै शक्तिमा आफ्नो नाम स्थापित गर्न। यो एक किसिमले परमेश्वरको योजनाको विपरीत जस्तो देखियो। मानवीय अहंकार भन्न मिल्ला? मिल्छ। मानवीय क्षमता र एकता जब परमेश्वरलाई पन्छाएर आफ्नै लागि प्रयोग हुन्छ, त्यो अहंकार नै हो। अनि कथामा परमेश्वर आउनुहुन्छ। उहाँले मानिसहरूले बनाइरहेको त्यो सहर र धरारा हेर्न तल ओर्लुनुभयो भनिएको छ। हो, अनि परमेश्वरले जे देख्नुभयो त्यसपछि उहाँले भन्नुभयो, हेर त यी मानिसहरू एउटै छन्, भाषा पनि एउटै छ। यिनीहरूले यस्तो काम गर्न सुरु गरिसके। अब यिनीहरूले जे गर्न खोज्छन् नि, त्यो गर्नबाट यिनीहरूलाई कसैले रोक्न सक्ने छैन। यसको मतलब परमेश्वरले उनीहरूको एकता र क्षमता त देख्नुभयो। तर त्यो क्षमता गलत दिशामा गइरहेको पनि बुझ्नुभयो। जब एकता र शक्ति मानिसको आफ्नै महिमाको लागि मात्र हुन्छ, त्यसले समस्या ल्याउँछ भन्ने संकेत हो यो। अनि त्यसपछि के भयो त? परमेश्वरले के गर्नुभयो? परमेश्वरले भन्नुभयो, लौ हामी तल जाउँ र उनीहरूको भाषामा गडबडी उत्पन्न गरिदिउँ। भाषामा गडबडी? हो, ताकि उनीहरूले एक अर्काको कुरा नै बुझ्न नसकुन्। अनि नबन्दै त्यस्तै भयो। उनीहरूको भाषा खलबलियो। खलबलियो, जसले गर्दा त्यो ठूलो योजना, त्यो धरारा बनाउने काम त्यही रोकियो। बुझ्नै नसकेपछि कसरी काम गर्नु हैन? अनि जुन डरले उनीहरू एकै ठाउँ बस्न खोजेका थिए, त्यही भयो। परमेश्वरले उनीहरूलाई त्यहाँबाट पृथ्वीको चारैतिर छरिदिनुभयो। अनि त्यो ठाउँको नाम नै बाबेल रहन गयो। हो, बाबेल, जसको अर्थ नै खलबल वा गडबडी हो, किनभने त्यही परमेश्वरले सारा पृथ्वीको भाषा खलबलियाइदिनु भएको थियो। भनेपछि यो घटनाले एकता आफैमा खराब हो भन्दैन हैन त? भन्दैन। एकता त शक्तिशाली कुरा हो, तर त्यसको उद्देश्य के हो त्यो महत्त्वपूर्ण भयो। यदि उद्देश्य केवल मानवीय घमण्ड, परमेश्वरको इच्छा विपरीत आफ्नै नाम चम्काउनु मात्रै हो भने त्यसले विभाजन र भ्रम मात्रै ल्याउँछ। बाबेलले त्यही देखारो। परमेश्वर पनि एकता चाहनुहुन्छ, तर उहाँको इच्छा र महिमा अनुसारको एकता। साँच्चै यो हजारौं वर्ष पुरानो कथा भए पनि यसले आज पनि हामीलाई कति धेरै सोच्न लगाउँछ है? एकदम। मानवीय महत्वाकांक्षा कतिसम्म हुन्छ, एकताको शक्ति कस्तो हुन्छ, अनि त्यसलाई कता लगाउने भन्ने कुरा। अनि यसले आजको हाम्रो जीवन, हाम्रो समाजलाई पनि एउटा ऐना देखाउँछ जस्तो लाग्छ। हो त। हामीले गर्ने सामूहिक कामहरू, हाम्रो एकता, के त्यो साँच्चै कुनै असल उद्देश्य या परमेश्वरको महिमाको लागि हो? कि हामी पनि कतै आफ्नै बाबेलको धरहरा बनाउने दौडमा छौं कि आफ्नै नाम, आफ्नै समूह, आफ्नै विचारको धरहरा? यो गहिरो प्रश्न हो। साँचो र दिगो एकताको जग के हुनुपर्छ? सायद यो कथाले हामीलाई त्यही सोच्न उत्प्रेरित गर्छ। जयमसी।